हेलो साथीहरु, गुड मर्निङ। आज माता तीर्थ औँसीको सबैजनालाई धेरै धेरै शुभकामना छ र म अहिले छु मेरो माइत घरमा र म बिहान चाहिँ अब के तरकारी पकाउने भन्दा घरमा मुगाले लगाएर राख्नु भएको थियो सिमी, त्यही टिप्नको लागि म बारीमा आइछु। बारीमा देख्न सक्नुहुन्छ कस्तो राम्रो सिमी फलेछ। यहाँ हामीले त धेरै छाकै खाइयो होला। टमाटर पनि छ र सिमी पनि छ। यसरी देख्न सक्नुहुन्छ। अब म यो भारमा टिप्छु सिमीलाई र हजुरहरूलाई अर्को चिज पनि देखाउँछु। हेर्नुस् न, घरको लोकल काँक्रा। यो पनि हाम्रो मुवाले नै बुढी मान्छे भए पनि यति मेहनत गर्ने भइसक्यो। यहाँ पनि छ। बिहानको सिटमा देखाउन हुँदैन। उहाँ पनि अब हामीले इन्डियामा लाउ भनिन्छ भने नेपालमा लौका भनेर चिनिन्छ है। त्यो काँक्रा कति ठुलो होला, फुल देख्न सक्नुहुन्छ। फुल काँक्राको कति ठुल्ठुलो फुल छ। यता पनि रहेछ, फलेको पनि छ। र अब सिमी टिप्न जाँदैछु म। आइ पनि सक्यो, मैले टिप्दा पहिल्यै यहाँ भाँडामा आइ पनि सक्यो र म पनि टिप्छ है साथीहरू। लगाउन नजाने टिप्न त जानेछ के सुमित्राले। म चाहिँ हाम्रो मुवाको साइली छोरी है, 3 नम्बर। म धेरै वर्षमा यो चोटि आमा औँसीमा धेरै वर्षमै होला एकचोटि पहिले नै थिएँ र अहिले म यो चोटि पनि आमा औँसीको दिनमा माइती घरमै छु साथीहरू। यस्तो सिमी टिपेर खाना पाउँदाको मजा अलगै हुन्न ल, भन्नुहोस् त हजुरहरूले पनि। यस्तो राम्रो फलेछ कि कस्तो मिठो हुन्छ होइन यस्तो घरमा लगाएको सिमी। मान्छेको मेहनतै हो के। बुढाबुढी भएको घरमा त यस्तो मेहनत हुन्छ नि। र सिप पनि हुन्छ। यहाँ टमाटर पनि छ। टमाटर यस्तो टमाटर छ। टमाटर अहिले दिनमा लाई पत्ताको साग यसरी राम्रो भन्छ। एक साग फेरि हुन्छ अलि दिनमा। अब हप्ता दिनमा यो लसुनको पत्ता, यो बन्दा, फुलकोपीहरू त सबै भ्याइसकेछ के। हेर्नु साथीहरू, यतापट्टि पनि खुर्सानीको बुटो पनि छ, तर यस्तो सिमी पनि फलेछ। खुर्सानी देख्नुभएको छ नि, यो डल्ले खुर्सानी। यो हो डल्ले खुर्सानी। कस्तो फलेको बाबा, हेर्नुहोस् त। क्रिममा भाँच्चिएर टोकेर खाँदा कस्तो मिठो हुन्छ होइन सिमी। हेर्नुहोस् न, कस्तो राम्रो छ हो। साथीहरू, जहिले पनि सुमित्राको मुख मात्रै चकिलो हुन्छ होइन। टिप्नलाई म आएको, तर टिप्ने मान्छे चाहिँ मेरो मुवा त फर्किदिनु न। हाम्रो मुवाले लगाएको यो सिमी देख्न सक्नुहुन्छ। नाची पनि दिनुहुन्छ के भन्दै। अब यो सिमीलाई प्राङ 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 भाँचेर झ्याइए पकाउने फेरि ड्युटी मेरो छ क्या आज साथीहरू। ल, सिमी कस्तो राम्रो छ नि। नजिक भए त अब नजिकका मेरा फ्रेन्डहरूले नि खानुहुन्थ्यो होला के अरे। अब के गर्ने, यो कागतीको बुटो पनि छ, तर फले छैन। असिना एकदमै आउँदो रहेछ कि यतातिर, बरफ गिर्ने रहेछ कि। मसिनो छ, मसिनो छ अरे। यस्तै टाँगेर राख्नुपर्छ, छोपेर दुलैलाई घुम्टो ओढाए चाहिँ गरेर होइन। कागतीको बुट यो एकदम लोकल त डल्ले कागती हो के फेरि। एउटा 12 मास चाहिँ यस्तो फलेको रहेछ नि त। एउटा त यत्रो ठुलो भएको रहेछ। क्यामेरा अफ गरेको त साथीहरू। फेरि एउटा चिज त भन्नै भुलेछु नि त हजुरहरूलाई। एउटा मिस्टेक त भइहालेछ। यो घिरिम्लाको बुटो है, घिरिम्ला भोल। र यहाँ देख्न सक्नुहुन्छ एउटा घिरिम्लाको नि के भन्छ अरे, घिरिम्लाको बचिलालाई बचिला लागेछ है साथीहरू। देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा हजुरहरूले। अब यहाँ करेला पनि छ। अब कहिले फल्ने यो करेला र घिरिम्ला त म खाएरै जाने हो के घर जाँदाखेरि।